हेलो गाइज, आज चाहिँ म तपाईँहरूलाई मेरो मिनी ब्लगमा यो हाम्रो हुम्लो गाउँपालिका वडा नम्बर 7 फलाटेमा रहेको सेती देवीको चलनबारे म भन्न गइरहेको छु। यो चाहिँ हाम्रो पुर्खौँदेखि बाउबाजेले मानिआएको सेती देवी। यहाँ चाहिँ आजको दिन कार्तिक पूर्णिमाको दिन चाहिँ विशेष मेला लाग्ने गर्दछ। यहाँ चाहिँ यो मन्दिरमा चाहिँ बिहानदेखि बेलुका साँझमा साँझपछि झुल्काइसकेपछि भक्तजनहरूले रातभरि बत्ती बालेर जागराम बस्नुहुन्छ र एउटा मान्यता छ कि जागराम बसेपछि आफूले चाहेको आँटेको सम्पूर्ण कुरा चाहिँ यो सेती देवीले पुर्याइदिनुहुन्छ भन्ने पुरा विश्वासको साथ आस्थाको साथ उहाँहरू आज चाहिँ यो सेती देवीको थानमा यसरी पञ्चे बाजा अनि पूजा फुल सजावटको साथ यहाँ हेर्न सक्नुहुन्छ। पुरा आजको चाहिँ यो सेती देवीलाई पुरा झकिझकाउ सेती देवीको थानमा रहेको छ। ल हेर्न सक्नुहुन्छ हजुरहरूले। अब हाम्रो बाजेहरूले उहिले हजुरबुवाहरूले जुजु हजुरबुवाहरूले मान्दै आएको